अहिले आफ्टर उहाँहरूको अधिवेशनपछि चाहिँ हाम्रो पनि लगभग एकताको अधिवेशन भयो। त्यो भइसकेपछि हाम्रो आफ्नै मुद्दाहरू 2003मा स्थापना कालदेखि रहेको मुद्दाहरूलाई नै एजेन्डाहरूलाई नै हामीले अगाडि बढाएको हो र उहाँहरूको पनि आफ्नो के अरे घोषणापत्रदेखि लिएर हरेक ठाउँमा चाहिँ एकपटकको नेपाली सधैँको नेपाली भन्ने मूल नाराको साथै उहाँहरू अगाडि बढेको देखेपछि हामीलाई अझ धेरै नै हामी आम गैर आवासी नेपालीहरूलाई र स्पेसली हामी एनआरएनएको पदाधिकारीहरूलाई त एकदमै प्रोत्साहनै मिलेको थियो र मिल्यो पनि। त्यसपछि हामीले आफ्नो स्पेसली अहिले यो सङ्घीय संविधानले दिएको गैर आवासी नेपाली नागरिकता भन्ने एउटा दिनुभएको छ। उहाँहरूले त्यो चाहिँ 2063 को के अरे संविधान जुन ऐनमा चाहिँ अब छुट्टै खालको एउटा थियो भने फेरि 2072मा संविधान संशोधन भइसकेपछि दिएको यो के अरे एनआरएनए नागरिकता चाहिँ यसको ऐन र कानुन चाहिँ बनिन सकेको कारणले गर्दाखेरि हामीले चाहिँ सरकारलाई घचघचाइरहेछौँ। हामीले सरकारलाई चाहिँ पहिलो, दोस्रो र तेस्रो चरणको चाहिँ एउटा माग गरेको छौँ। पहिलो चरणमा चाहिँ जुन 2072मा हाम्रो संविधान संशोधन भएपछि के अरे आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार सहितको नागरिकता हो, तर अनफर्चुनेटली हामीले चाहिँ पाएनौँ त्यो कुरा चाहिँ, किनभने ऐन नबनेसम्म चाहिँ, विधेयक नबनेसम्म त्यो हुने कुरा भएन। तर त्यो भन्दै गर्दाखेरि सुरुको पहिलो चरणमा जुन मन्त्री परिषदबाटै पास गर्न सक्ने जुन हाम्रो अहिले एनआइडी बिना राष्ट्रिय परिचय पत्र बिना पनि ब्याङ्क एकाउन्ट खोल्न मिल्ने त्यो एउटा चाहिँ पहिलो चरणको काम भयो पहिलो चरणमा। तर हामीले पहिलो चरणमा माग गरेको भनेको चाहिँ सम्पत्तिहरू किन्न पाउने, बेच्न पाउने अथवा अपुताली अंश अपुतालीहरूको चाहिँ के अरे नामसारी गर्न पाउने, प्लस हाम्रो चाहिँ अरू धेरै कुराहरू छन् जुन चाहिँ अब गाडी किन्न पर्यो हैन, सवारी किन्दाखेरिदेखि लिएर डिम्याट एकाउन्ट खोल्नदेखि लिएर विभिन्न अडचनहरूलाई चाहिँ मन्त्री परिषदबाट पास गरिदिनु भनेर चाहिँ हामीले एउटा प्रपोजल दिएका छौँ। र दोस्रो चरणमा भनेको यही 2072मा सङ्घीय संविधानले हामीलाई के अरे नागरिकता त दियो, तर फेरि यो घोषणाकै रूपमा मात्रै भएको कारणले गर्दा ऐन र कानुन नबनिसकेको कारणले गर्दा 2083 को यो विधेयकलाई चाहिँ छिटोभन्दा छिटो पास गरेर चाहिँ हामीलाई यसलाई चाहिँ सञ्चालनमा, जुन नागरिकतालाई चाहिँ सञ्चालनमा ल्याउनु पर्यो भन्ने कुराहरूले चाहिँ हामीले माग गरेका छौँ। छलफल भइरहेछ। हामीलाई पहिलो पटक चाहिँ एउटा ड्राफ्ट बनाएर चाहिँ उहाँ परराष्ट्र मन्त्रीज्यू शिशिर खनालज्यूले नै सबै एनआरएनको पदाधिकारी अध्यक्ष डाक्टर हेमराज शर्मा लगायत हामी सबैलाई बोलाउनु भएको थियो। हामी गइसकेपछि कति कुराहरूमा हाम्रो चित्त बुझाइ थिएन र हामीलाई ठिक छ तपाईँहरूले यो नै एन्ड अफ द वर्ल्ड होइन, यो त पहिलो ड्राफ्ट मात्रै हो, त्यसैले अर्को ड्राफ्टहरू हाम्रो हजारौँ बनाउन सक्छौँ, तपाईँहरूको चित्त बुझाएरै हामीले चाहिँ यो ऐन चाहिँ पास गर्छौँ भनेपछि हामीले 5 दिनभित्रमा चाहिँ हामीलाई चाहिँ यो के अरे प्रपोज ड्राफ्ट बनाएर ल्याउनु भन्नुभयो र प्रपोज ड्राफ्ट हामीले दिएको छौँ। यो अहिले कानुन मन्त्रालय अथवा कतै जेस घुमिरहेछ। उहाँहरूले चाहिँ एकीकृत के अरे ऐन पनि ल्याउने भनेर पनि सोच बनाउनु भएको थियो अरे, मन्त्रीज्यूसँग कुरा गर्दाखेरि भन्नुभएको, तर अलिकति त्यो कुरा चाहिँ नमिलेको भएर छिटोभन्दा छिटो यो ऐन ल्याउनको लागि हामीले चाहिँ दोस्रो चरणको माग गरेछौँ। भने तेस्रो चरण भनेको एकपटकको नेपाली सधैँको नेपाली, जब यत्रो यहाँले भने जस्तो यत्रो बृहत अहिलेको छ होइन, सरकार बनेको बेलामा सरकारले संविधान संशोधन गरेको खण्डमा उहाँहरूले हामीलाई सुझाव दिनुहोस् पनि भन्नुभएको थियो र हामीले सुझाव पनि दिइसकेको छौँ। म आफै पनि यो अहिले वेलफेयर अफ एनआरएन्स डिपार्टमेन्टको प्रमुख र सिएनसी के अरे कन्टिन्युटी अफ नेप्लिज सिटिजन भन्ने डिपार्टमेन्टकै कमिटीको नै चेयर भएको हैसियतले पनि यो कामहरूमा एकदम जोड दिएर भर्खरै महाधिवक्ता पनि भेटेको थिएँ। उहाँले पनि 6 महिनाभित्रमा चाहिँ हामीले ल्याइसक्छौँ, ढुक्क हुनुहोस् पनि भन्नुभएको थियो र विभिन्न चरणमा सरकारी लेभलमा भेटघाट चलिरहेछ। कतिखेर त हामीलाई त्यो फिल पनि हुन्छ होइन, यो अलि ढिलाइ किन भयो होइन, यत्रो अब 100 दिनको उसमा पनि परेन। अर्को अहिले 12 बुँदे कानुनी उबाट निकालेको 12 बुँदे पनि परेन, किन परेन भन्ने क्वेसन मार्कहरू हाम्रो आम नेपाली गैर आवासी नेपालीहरू बाहिर बस्ने नेपालीहरूले हामीलाई एज अ अभियान त यति धेरै किचकिच गर्नुहुन्छ। हामीलाई त्यो फिल नभएको होइन, भएको छ, तर पनि लेस थिङ्क पोजिटिभ, लेस बी पोजिटिभ भने जस्तो पोजिटिभ सोचेर नै हामी अगाडि बढेछौँ र हामीलाई जति पनि सम्बन्धित निकायहरूबाट चाहिँ हामीलाई चाहिँ आश्वासन चाहिँ राम्रै दिएको कारणले गर्दा हामी पोजिटिभ नै छौँ।
एनआरएनको धारणा त हाम्रो त सुरुको 2003 मा स्थापना हुँदादेखि नै वंशजको नागरिकताको निरन्तरता अथवा ड्युअल सिटिजनकै एजेन्डा नै त्यो हो। हामी एकपटकको नेपाली सधैँको नेपाली, एकपल्ट नेपालमा जन्मेको अथवा वंशजको नेपाली चाहिँ कहिले पनि गैर नेपाली हुँदैन भन्ने नै हाम्रो माग हो। त्यसैले गर्दा पनि अहिलेको यो अब जति मुखले भनेर मात्रै हुँदैन, अथवा उहाँहरूले पनि के अरे जितेर आइसकेपछि अथवा सरकार बनिसकेपछि चाहिँ होइन एकपटकको नेपाली सधैँको नेपाली भनेर भन्नुभएको छ सरकारले पनि। तर भनेर मात्रै त भएन, कानुन ऐन नियम सबै कुरा त पालना गर्नु पर्यो, संविधानमा पनि आउनु पर्यो त्यो कुरा। त्यसैले गर्दा हामी त्यसैमा जोड दिएका छौँ। हामीलाई त अभियसली आउनुपर्छ भन्ने हो, तर एज अ म एनआरएन गैर आवासीय नेपाली संस्थाको जुन एउटा पदाधिकारीको हैसियतले मैले चाहिँ फेरि जस्ट एउटा वंशजको नागरिकताको निरन्तरता मात्रै होस्, अरू कार्डहरू चाहिँ नहोस् भनेर चाहिँ म भन्दिनँ। किन एनआरएनको कार्ड जस्तै पिएनओ, म अब वेलफेयर अफ एनआरएन डिपार्टमेन्टभित्र चाहिँ हाम्रो चाहिँ गोर्खास डिपार्टमेन्ट पर्छ, पिएनओज डिपार्टमेन्ट पर्छ, यो सिएनसी पर्यो, लिगल एडभाइजरी टिम पर्छ। त्यसैले गर्दा हामीले एकपटकको नेपाली सधैँको नेपाली त हो, तर त्यो कुरा कहाँ लागू हुन्छ भने क्यानाडा, अमेरिका, युके जस्तो ड्युअल सिटिजन एक्सेप्ट गर्ने ठाउँमा त वंशजको नागरिकताको निरन्तरता भयो। जुन जर्मन लगायत विभिन्न देशहरूमा चाहिँ ड्युअल सिटिजन उहाँको सिटिजन लिनको लागि यहाँको सिटिजन त्याग्नै पर्छ क्या, त्यो चाहिँ सेटल गरेर फाल्नै पर्ने भएको कारणले गर्दा उहाँहरूको लागि चाहिँ एउटा एटलिस्ट म नेपाली हुँ भन्ने एउटा गर्व गर्नको लागि चाहिँ एनआरएन कार्ड अथवा एनआरएन नागरिकता चाहिँ चाहिन्छ जस्तो लाग्छ। त्यसैले गर्दा हामीले चाहिँ आम गैर आवासीयहरूको बारेमा सोच्छौँ, तर म आफ्नो बारेमा मात्रै सोच्ने हो भने चाहिँ वंशजको नागरिकताको निरन्तरता मात्रै भए हुन्छ भन्ने हो। तर वंशजको नागरिकता निरन्तरता हुन पर्यो, प्लस जो व्यक्तिहरूलाई चाहिन्छ उहाँहरूको लागि चाहिँ एनआरएन नागरिकता अथवा कार्ड चाहिँ व्यवस्था गर्नु पर्यो, अथवा पिएनओ कार्ड। 8 पुस्तादेखि पहिला जानुभएको नेपालीहरूलाई चाहिँ म नेपाली हुँ भनेर आजसम्म नेपाली भाषा नेपालको पशुपतिमा गएर मर्न पाऊँ भनेर आश गर्नुभएको ती बुढाबुढी बुवा आमाहरूको लागि चाहिँ एउटा कार्ड, जुन पिएनओ कार्ड, म नेपाली हुँ भन्ने कार्ड चाहिँ उपलब्ध गराउनै पर्छ। हजुर, म आफै पनि एउटा बिजनेस भनौँ न अन्टरप्रेनरै भएको कारणले गर्दा नेपालमा विविध बिजनेसहरू गरिरहेछु। धेरै गाह्रो छ होइन, वान डोर सिस्टमबाट चाहिँ गर्नुपर्छ भनेर हामीले अर्थमन्त्री स्वर्णिम अग्लेज्यूसँग पनि, माननीय अर्थमन्त्रीजीसँग पनि भेट भएको थियो। उहाँसँग भेट हुँदाखेरि नै हाम्रो गैर आवासीय नेपालीहरूको लागि नै कति छिटो अब उहाँले चाहिँ धेरै कुराहरू सम्बोधन गरेर नै उहाँले प्रस्तुत गरिसक्नु भएको छ। बाहिर बस्ने नेपालीहरूको लागि चाहिँ सजिलो होस् भनेर चाहिँ काम गरिरहेको भएको कारणले गर्दा पनि गाह्रो चाहिँ छ। अहिलेसम्मलाई चाहिँ धेरै नै दुःख नै थियो, पैसा ल्याउन नपाउने अथवा यहाँ ल्याएर लगानी गरेको उता लान नपाउने विविध कारणहरू अप्ठ्यारो छ। तर अबको सरकारले राम्रो गर्छ भन्ने हामीले आशा एक्सपेक्ट गरेको छौँ। यो 10औं महाधिवेशनपछि चाहिँ हाम्रो अलिकति संस्थामा अब धेरै ठाउँबाट आउने एउटै घरमा दाजुभाइ पनि धेरै थरीको हुन्छन् भने यो संस्था गैर आवासीय नेपाली सङ्घ भनेको चाहिँ 95 अहिले त 95वटा देश प्लसमा चाहिँ हामी छौँ। धेरै ठाउँको मान्छेहरू, धेरै ठाउँको विविध थरी मान्छेहरू चाहिँ एकै ठाउँमा भेला हुँदा चाहिँ अब सुरुको दिनमा एउटा कोठाबाट सुरुवात भएको एउटा संस्था चाहिँ यस्तो बृहत भइदियो कि यो संस्थामा सबैजनालाई चाहिँ नेतृत्व गर्न रहर भयो, सबैलाई भोलिन्टियर गर्न रहर भयो। तर त्यो गर्दै गर्दा अलिकति क्लास भएको कारणले गर्दाखेरि चाहिँ त्यो बेलामा चाहिँ सब एकदमै नराम्रो भएर 3 जना अध्यक्ष, अर्कोपट्टि हाम्रो शेषदाईकोपट्टि एउटा अध्यक्ष गरेर 4 जना अध्यक्ष भनौँ न त्यो टाइममा त्यस्तो भएर चाहिँ बिग्रियो। त्यसपछि अब सर्वोच्च अदालतले नै अब एउटा यस्तो निर्देशन दिनुभयो, सबै खारिज पनि भनिदिनु भयो। त्यसपछि 11औं कार्य समितिमा हामी थियौँ। त्यसपछि हामीले भनौँ न विरासतलाई जोगाउँदै प्लस हाम्रो एकताको महाधिवेशन भनेर हाम्रो महेश श्रेष्ठ ज्यूहरू अध्यक्षज्यूहरूले को एउटा आएपछि अनि यताको डाक्टर बद्री केसीको एउटा समिति र उताबाट महेश श्रेष्ठको समितिलाई चाहिँ एकै ठाउँमा मर्ज गरेर त्यसपछि हाम्रो महेश श्रेष्ठ र बद्रीजीले चाहिँ स्टियरिङ कमिटी एउटा बनाएर त्यो कमिटीले चाहिँ इलेक्सन गरायो। यस्तो बृहत इलेक्सन गरायो कि अहिले एउटा मात्रै अध्यक्ष हुनुहुन्छ डाक्टर हेमराज शर्मा होइन, अनि उहाँ चाहिँ अहिले लिभरपुल युनिभर्सिटीको प्रोफेसर पनि हुनुहुन्छ। एकदमै बुझ्ने भनौँ न, एकतालाई अहिले सायद बुझेर उहाँले चाहिँ अगाडि बढाइराख्नु भएको छ। भलै त्यो भन्दै गर्दा फेरि महेश श्रेष्ठ र डाक्टर बद्री केसी अहिले प्रमुख संरक्षक पनि हुनुभएको छ डाक्टर बद्री केसी, उहाँहरूले धेरै मेहनत धेरै परिश्रम गरेर हामीलाई अहिले यो अवस्थामा ल्याइपुर्याउन चाहिँ उहाँहरूको धेरै ठुलो हात छ र अहिले एक भएको छौँ। हामी सबै देशमा चाहिँ काम गरिरहेछौँ होइन। म एज अ
उपाध्यक्ष चाहिँ मेरो आफ्नो डिपार्टमेन्ट अघि मैले भने वेलफेयर अफ एनआरएन डिपार्टमेन्ट भन्ने छ भने त्योभित्र विविध कमिटीहरू छ। त्यस्तै गरी श्रमको छुट्टै छ, स्पोर्ट्सको छुट्टै छ होइन, महिलाको छुट्टै छ। सबैले आफ्नो आफ्नो क्षेत्रबाट काम गरिराख्नु भएको छ भने अब रिजनहरू छन् हाम्रो होइन, जस्तै एसिया रिजन, अमेरिकाज रिजन, युरोप रिजन, ओसियाना रिजन, सबै रिजनहरूले फेरि आफ्नो आफ्नो क्षेत्रमा चाहिँ अहिले प्रोग्रामहरू गरिरहेछन्। अब यो आउँदै छ हाम्रो 10 र 11 मा चाहिँ नर्दर्न आइल्यान्डको डब्लिनमा के अरे युरोप रिजनले प्रोग्राम कन्फरेन्स गर्दै हुनुहुन्छ, हामी त्यहाँ पनि जाँदैछौँ। फेरि त्यसै गरी एसिया रिजनले चाहिँ हाम्रो चाइनामा गर्दै हुनुहुन्छ गन्जौमा, त्यो चाहिँ 15 र 16 मा छ। त्यसै गरी कामहरू चाहिँ एकदम प्यारलली भइरहेछ र हामी एकदम खुसी। हजुर, अमेरिकामा त भर्खरै अब एकताको अधिवेशन भइहाल्यो, हिजो मात्रै भयो, यहाँलाई अवगत नै छ, त्यहाँ भयो। त्यस्तै अब यो ठुल्ठुलो देशहरूमा पनि मैले भने नि यहाँ सबैलाई नेतृत्व गर्नुपर्ने, कतिले नेतृत्वको ज्ञान नभएको मान्छेहरू पनि नेतृत्वमा आइसकेपछि चाहिँ अलिकति आफ्नो घर जसरी चलाउन खोज्ने भनौँ न, एकपछि अर्को आफ्नै मान्छे हुनुपर्ने कि चाहिँ आफैले चलाइराख्नुपर्ने, अथवा कि चाहिँ नेतृत्वले अब एक माथिको नेतृत्वले पनि रेकग्नाइज नगरेर पनि त्यो एउटा भनौँ न पीडा भएको पनि हुनसक्छ। त्यसैले गर्दा विविध कारणले गर्दा यो फाटेको मनलाई चाहिँ अहिले एक चाहिँ बनाएको छौँ हामीले। अब यो युकेमा पनि हाम्रो राजेन्द्र पुडासैनी हुनुहुन्छ अहिले अध्यक्ष, र उतापट्टि चाहिँ हाम्रो प्रेम गाजी हुनुहुन्छ। के हो? पानी 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 यो धुलोहरूले गर्दा हो, सरी मलाई त्यस्तो हुन्थ्यो, हुन्छ कि भनेर त हजुरलाई सो भयो। हजुर, हामीले त्यसलाई नै मध्यनजर गरेर चाहिँ हामीले जहिले पनि सेकेन्ड जेनेरेसनलाई चाहिँ हामी हाम्रो संस्थाप्रति यो भनौँ न जति पनि बाहिर बस्ने नेपालीहरू, हाम्रो एउटा पहिलो पुस्ताहरू त नेपालसँग यत्तिकै पनि कनेक्टेड हुन्छौँ, त्यसमा प्रब्लम छैन। त्यसैले दोस्रो पुस्तालाई चाहिँ कनेक्ट गर्नको लागि हामीले एउटा सेकेन्ड जेनेरेसनको लिडर भनौँ न के अरे कोअर्डिनेटर भनेर चाहिँ दिपमाला ढकाल अहिले यङ जेनेरेसनको बहिनी हुनुहुन्छ। उहाँ चाहिँ हङकङको हो, हङकङमै जन्मे हुर्केको, अहिले सायद मिस नेपालमा पनि उहाँ भाग लिइराख्नु भएको छ, उहाँ हुनुहुन्छ। र अहिले उहाँसँग चाहिँ विभिन्न सदस्यहरू जोडिएर चाहिँ एउटा टिम बनेको छ। अहिले यङ जेनेरेसन सेकेन्ड जेनेरेसनहरू पनि हाम्रो एकदमै एक्टिभली लाग्नु भएको छ। मेरै आफ्नै बच्चा पनि छ बाबु, उहाँहरू पनि एकदम एनआरएनप्रति अथवा नेपालप्रति माया गर्ने, नेपाली भाषा संस्कृति संस्कार होइन जति पनि मैले अहिले भर्खरै भने जापानमा अहिले नेपाली मेला हुँदैछ 3 दिने। त्यस्तै गरी युकेमा इङ्ल्यान्डमा युकेको स्कटल्यान्डमा नेपाली मेला हुँदैछ। त्यहाँ चाहिँ विभिन्न कल्चर भाषा होइन संस्कृति आफ्नो खानाहरू या नेपाली खानाहरू नेपाली ड्रेसहरू जस्तै राईहरूले आफ्नो राईको चण्डी नाचेर देखाउनुहुन्छ भने हाम्रो नेवारहरूले आफ्नै के अरे लाखे कुमारी बनेर डान्स गरेर देखाउनुहुन्छ। त्यस्तै गरी तामाङ भाषाबाट आफ्नो डम्फु सेलो बज्छ भने गुरुङ भाषाबाट आफ्नो त्यसो गरेर यो अहिलेको सेकेन्ड जेनेरेसनहरूलाई चाहिँ हामीले चाहिँ एकदम त्यो प्रति आकर्षण गराउने प्लस अब एनआरएनमा जोडिएपछि त नेपालसँग त अटोमेटिकली कनेक्टेड हुन्छ। यो नेपाल सरकारसँग कनेक्ट भएको एउटा संस्था भएको अथवा परराष्ट्र मन्त्रालयमा दर्ता भएको संस्था भएको कारणले गर्दा प्रत्यक्ष सरकारसँग कनेक्टेड छ। त्यसैले नै हामीले यो बच्चाहरूलाई चाहिँ एकदमै प्रोत्साहन गरिरहेछौँ। स्पेसली अब मैले भन्ने नै गर्छु उनीहरू भनेको फ्री एउटा के अरे स्किल्स फ्री एउटा सिप फ्री अलिकति पुँजी पनि कमाइसकेका हुन्छन्। उनीहरू त्यहाँ बसेर त्यहाँको सरकारले पढाइदिन्छ, त्यहाँको सरकारले के अरे सबै कुरा दिइसकेपछि त्यो स्किललाई चाहिँ हामीले नेपालमा ल्याएर कनेक्ट गराउन सक्यौँ भने त्यो त हाम्रो लागि त्यो ठुलो पुँजी हुन्छ। अब हाम्रो अहिले संसार ग्लोबलाइज भइसकेको छ। संसार ग्लोबलाइज भएको कारणले गर्दा यहाँको बच्चाहरूलाई पढ्न नजाऊ अथवा विदेश जानु हुँदैन भनेर रोक्नुहुन्छ जस्तो मलाई लाग्दैन। म आफै पनि एज अ स्टुडेन्ट भएर युके गएको थिएँ। युके गएर अहिले त्यहाँको गभर्मेन्टमा म काउन्सिलर छु भनेपछि जान पाउनु पर्यो। तर त्यताको हाम्रो सेकेन्ड जेनेरेसन एनआरएनको बच्चाहरूलाई पनि यता आउन दियो भने ठ्याक्क चेक इन ब्यालेन्स हुन्छ। उनीहरूलाई यहाँ नेपालको संस्कार संस्कृति यहाँको स्कुलमा पढ्न मन लाग्छ, यहाँ जागिर खान मन लाग्छ होइन त्यो कुराहरूलाई चाहिँ कनेक्ट गरेर चाहिँ हामीले चाहिँ ठ्याक्क ब्यालेन्स चेक इन ब्यालेन्स गऱ्यो भने जति स्टुडेन्टहरूलाई पठाउँदाखेरिको पुँजी सरकारको जान्छ त्यत्तिकै फेरि त्यहाँको फ्री स्किल्सहरू चाहिँ नेपालसँग कनेक्ट गर्न पायो भने त्यो चाहिँ नेपाल सरकारको लागि पनि एकदमै राम्रो कुरा हो। त्यसैले गर्दा गएर आएपछि नेपाली हामी सङ्घले चाहिँ एउटा सेतुको काम गरिरहेछ। त्यसको लागि अर्को कुरा हामीले एकदमै गरिरहेछौँ। त्यसमा अघि मैले भने जस्तो यसको श्रमको लागि वैदेशिक रोजगार विभाग नै छ
हाम्रो विभागमा यसमा अहिले म नामै लिन चाहेँ, खगेन्द्र नेपाली हुनुहुन्छ त्यसको डिपार्टमेन्ट हेड चाहिँ, उहाँले काम गरिराख्नु भएको छ। प्लस हामीले चाहिँ एनआरएनले चाहिँ आइएलओसँग चाहिँ एउटा एमओई गरेछौँ, एग्रिमेन्ट गरेर 2 जना स्टाफ चाहिँ हामीले एनआरएनमै राखेर विविध कामहरू गर्ने। अस्ति जस्तै 2-3 महिना पहिला चाहिँ हामीले चाहिँ सम्बन्धित भनौँ न डेस्टिनेसन कन्ट्रीहरूको एनआरएनको पदाधिकारीहरूलाई चाहिँ ल्याएर चाहिँ आइएलओ प्लस स्विस गभर्मेन्ट प्लस हामी एनआरएन मिलेर चाहिँ ट्रेनिङै दिएको थियौँ। कसरी उहाँहरूलाई चाहिँ के अरे भनौँ न उ गर्ने, के अरे ट्रेनिङ दिने, कसरी उहाँहरूलाई त्यहाँको वातावरणसँग चाहिँ कनेक्ट गराउने भन्ने कुराहरू। जति पनि यहाँबाट जानुहुने हाम्रो श्रमिक दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ त्यहाँ भएकोलाई पनि सहयोग गर्ने, प्लस यहाँबाट जानुभन्दा पहिला पनि यहाँ चाहिँ ट्रेनिङहरू दिइराख्नु भएको छ। आइएलओले त एभ्री विक अब यस्तै कुरामा मैले एउटा अर्को कुरा जोड्न चाहेँ, स्पेसली अहिले मानसिक स्वास्थ्यमा एकदमै समस्या आइरहेछ। त्यो कारणले गर्दा पनि अब त्यहाँ गइसकेपछि उहाँहरूले भने जस्तो हुँदैन, एकदमै दुःख छ। त्यो रियालिटी त्यही हो, दुःख छ। त्यस कारणले गर्दा अब नियम कानुनहरू नजानेपछि त्यहाँनिर फाँसीको सजायसम्म हुनेसम्म अवस्था आउँछ। त्यसैले गर्दा पनि अहिले आइएलओबाट चाहिँ हामीले चाहिँ मानसिक स्वास्थ्य सम्बन्धी चाहिँ एभ्री विक हैन विकली चाहिँ हामीले चाहिँ ट्रेनिङ पनि दिइरहेछौँ जुम मार्फत र विभिन्न कामहरू गरिरहेछौँ। एकदमै विभिन्न यो आइएनजिओ एनजिओहरूसँग पनि मिलेर पनि हामीले एमओईहरू एग्रिमेन्ट गरेर अहिले के अरे युएनडिपी अनि के अरे युनिसेफ हैन विभिन्न महिलाको हुन्छ क्षेत्रमा हुन्छ कि यो के अरे श्रमिकको सेक्टरमा हुन्छ, काम एकदमै गरिरहेछ। तर गरेको कामहरू त्यति धेरै नदेखिएको मात्रै हो हैन, सबैजनासँग कुना कुनामा नपुगेको पनि हुनसक्छ। त्यसैले गर्दा हामीले पुर्याउनको लागि काम गर्छौँ। अब यो भिडियो नै हेरेर बस्नु भएको छ भने नि हामी एनआरएनहरूले आफ्नै डिपार्टमेन्टबाट काम गरिरहेछौँ र डेस्टिनेसन कन्ट्रीहरूमा हाम्रो एनआरएन एनसिसीहरू पनि हुनुहुन्छ। प्लिज कन्ट्याक्ट गरेर हामीलाई कनेक्ट गर्नु भने हामी सहयोग गर्न तत्पर छौँ। हामीले चाहिँ अहिले पनि एमआरएस सिस्टम, पहिला एमआइएस भन्ने थियो, अनलाइन सिस्टमै हो। किनभने अहिले यो विधानबाट पनि पास भएर आएको छ। संसारभरि बस्ने हरेक नेपाली एनआरएनले चाहिँ पञ्जीकृत सदस्य भनौँ न एनआरएनए संस्थामा सदस्य लिएको हरेक नेपालीले चाहिँ के अरे नेतृत्व छान्न पाउने अधिकार दिने भनेर चाहिँ यो पटकबाट चाहिँ हामीले त्यो लेखिसकेछौँ। परराष्ट्रले पनि पास गरेर हामीलाई पठाइदिइसक्नु भएको कारणले गर्दा हामी अस्ति यो भनौँ न 2082 मै भयो इलेक्सन हैन, 82 मा भएको हैन, 82 मा इलेक्सन भइसकेपछि त्यो बेलामा इलेक्सनको टाइममा जुन हाम्रो सम्माननीय प्रधानमन्त्री अब फर्मर प्रधानमन्त्री सुशीला कार्कीज्यूले चाहिँ सबैजनालाई बाहिर विदेशको नेपालीलाई पनि भोट हाल्न पाउने हाम्रो अधिकार, अब बाहिरको सिटिजन लिइसकेको त फरक कुरा भयो, नलिएका नेपालीहरूले त अधिकार छ नि त। त्यो कारणले गर्दा चाहिँ एक्सटर्नल भोटिङ गर्ने भन्ने एउटा यत्रो हुँदाहुँदै हामी एज अ नेपाली एनआरएनहरूले चाहिँ एउटा यस्तो कन्ट्रीमा बसेछौँ, हामीले पनि भोट हाल्नलाई चाहिँ वञ्चित गर्नु हुँदैन भन्ने एउटा सोच ल्याएर चाहिँ हामीले त नेपाल सरकारलाई त सहयोग गर्नुपर्ने एउटा ठाउँमा बसेका छौँ भने हाम्रो नेपाली एनआरएनहरूले त सबैले भोट हालेर एउटा आफ्नो नेतृत्व छान्न पाउने अधिकार दिनुपर्छ भनेर नि हामीले चाहिँ अनलाइन सिस्टमै हो अथवा नेपाल आएर भौतिक अथवा अनलाइन दुइटै पनि गर्न सक्नुहुन्छ। अब त्यो चाहिँ के अरे चुनाव आयुक्तहरूको नै काम हुनसक्छ। तर अहिलेलाई चाहिँ हामीले चाहिँ अनलाइन सिस्टमै गर्ने, सबैलाई भोट हाल्न दिने भन्ने कुरा छ यसपालि होइन। हामीले यो भर्खरै अघि मैले कुरा नि निकालेको थिएँ आइपिआई कि समथिङ एउटा हुनुहुन्छ नेपालको ठ्याक्कै हजुर उहाँहरूसँग नै हामीले मिटिङ गरेको थियौँ। त्यो बेलामा म एज अ उपाध्यक्ष, हाम्रो डाक्टर बद्री केसी चाहिँ अध्यक्ष हुनुहुन्थ्यो। हामीलाई उहाँहरूले इन्भाइट पनि गर्नुभएको थियो र हामी ठुलो बहस भएको थियो। विभिन्न सेक्टरबाट हाम्रो सागर ढकालजीहरू लगायत सम्पूर्ण आउनु भएको थियो त्यहाँनिर। त्यो आउँदाखेरि चाहिँ एक्सटर्नल भोटिङ जुन चाहिँ बाहिर बस्ने हाम्रो नेपाली सिटिजनहरूले चाहिँ कसरी भोट दिने त भन्ने कुरामा एकदम बृहत रूपमा बहस भएको थियो। हामी एज अ एनआरएन हामीसँग त्यस्तो धेरै 100% राइट ल के अरे भोट हाल्ने नै एउटा उ गर्ने चाहिँ छैन। तर सम्बन्धित सरकारहरूसँग जस्तै एमबिसीसँग मिलेर अथवा नेपाल सरकारले चाहिँ हामीलाई चाहिँ यो गर है भन्यो भने हामीले चाहिँ अनलाइन सिस्टम हामीसँग छ हैन। हामीले आफ्नो संस्थाको पैसाबाट चाहिँ हामीले चाहिँ अनलाइन सिस्टमबाट चाहिँ जहाँ हुनुहुन्छ त्यहीँबाट भोट हाल्न सक्ने बनाउन सक्छौँ। त्यो कुरा चाहिँ के अरे हाम्रो अध्यक्षज्यूले पनि अब भर्खर इमिडिएट प्रेसिडेन्टज्यूले पनि हामी आफै खर्च गरेर गराइदिन्छौँ भनेर प्रस्ताव पनि राख्नु भएको थियो। हामी गर्न पनि सक्छौँ, तर त्यो कुरा चाहिँ सरकारले हामीलाई चाहिँ रिक्वेस्ट गर्नु पर्यो, तिमीहरूले चाहिँ हेल्प गर भनेर। त्यो गरेपछि हामीले गर्न सक्छौँ। अब यो त भर्खरै हाम्रो कस्तो भयो भने यो मार्चमा मात्रै इलेक्सन भयो। अब अहिले त मार्च, अप्रिल, मे, जुन, जुलाई, अगस्त
जुलाई 4 महिना मात्रै भएको छ। त्यो कारणले गर्दा त्यति टाढासम्म सोचिसकेको छैन। पहिला त मलाई के विश्वास लाग्छ भने म बेलायतमा पनि एज अ गभर्मेन्टमा लोकल गभर्मेन्टमा इलेक्सन भएर इलेक्टेडै काउन्सिलर हो, इलेक्सन भएर आउँदाखेरि पहिला काम गर्नुपर्छ भन्ने हो। म कामलाई आफूलाई दिएको भनौँ न एनआरएन पञ्जीकृत सदस्यहरू, हामीले पञ्जीकृत सदस्य भन्छौँ, एनआरएनको विभिन्न सदस्यहरूले चाहिँ मलाई चाहिँ रोजिना प्रधान राईले चाहिँ काम गर्न सक्छ भनेर चाहिँ उपाध्यक्ष पदमा जिताउनु भएको छ र उहाँहरूलाई निराशा नगरिकन मैले गर्नुपर्ने यो 2 वर्ष अथवा 18 महिनाको कार्यकालमा चाहिँ पुरा काम गरिसकेपछि उहाँहरूले आऊ यु क्यान डु इट भनेर भन्यो भने अभियसली मैले नेतृत्व सम्हाल्न म तयार छु होइन। सबै के अरे बाहिर बस्ने गैर आवासीय नेपालीहरू, नेपाली डायस्पोराको लागि काम गर्न म तयार छु, सक्षम छु जस्तो लाग्छ होइन। उहाँहरूले सक्षम छ भनेर मलाई भन्नुभयो भने आइ एम रेडी।